एउटा जङ्गल थियो अरे त्यो जङ्गलमा चाहिँ एउटा बाघ थियो अरे अनि त्यो बाघ चाहिँ एक हप्ता जस्तो भइसकेको थियो अरे केही खान पाएको थिएन अरे कि एकदम भोकाएर मर्न आँटेको थियो अरे अनि त्यही बेलामा चाहिँ एउटा खरायो आयो अरे के अनि त्यो खरायोलाई त्यो बाघले खान्छ कि खाँदैन होला छिटो 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 खान्छ अब फेरि अर्को है एउटा जङ्गल थियो अरे त्यो जङ्गलमा चाहिँ तिमीहरू चाहिँ बाघ थियो अरे होइन अनि त्यसपछि म चाहिँ खरायो थिएँ अरे कि अनि तिमीहरू त्यही बाघ थियो अरे कि तिमीहरूलाई एकदम भोक लाग्थ्यो एक हप्तादेखि खान पाएको थिएनौ होइन अनि ठ्याक्कै खरायो देखेछौ कि तिमीहरूले अब भन खान्छ कि खाँदैनौ किन किन तपाईँ हो तर खरायो हो नि त तिमीहरू एकदम भोका छौ तिमीहरू बाघ हो नि त मम्मा अब सोच्दा नि पर्दैछ मैले सोच्दा नि पढेर के हुन्छ र सोच्दा यो मासु खाने होइन अनि अघि त खाथ्यौ त अनि अघि त खान्छु भन्थ्यो त तर मम्मा कहिल्यै म बाघ हो भनेर भनेको थिएन तपाईँले एउटा बाघ भनेर भनेको तपाईँ खरायो हुनुहुन्छ भनेर तिमीहरू एकदम भोका छौ नि त एकदम भोकायो एकदमै भोकायो भने चिप्स खान्थेँ